नमस्ते, मेरो नाम डाक्टर राजकुमार पन्त हो। के तपाईँको खाना खाने बित्तिकै दाँत मान्ने बानी छ? खबरदार, यो तपाईँको दाँतको स्वास्थ्यको लागि धेरै नै हानिकारक हुन्छ। किनभने खाना खाने बित्तिकै हाम्रो ओरल क्याभिटीको pH 4.5 to 5.5 मा झरेको हुन्छ। त्यसलाई हामी क्रिटिकल pH नि भन्छौँ। क्रिटिकल pHले हाम्रो इनामेललाई नरम पार्छ र उतिनैखेर हामीले दाँत माझ्यो भने त्यो दाँतको ब्रिस्टलले हाम्रो इनामेललाई लस गराउँछ र हामीलाई दाँतको सेन्सिटिभिटी हुने समस्या निस्किन्छ। त्यसो हुनाले कम्तीमा 30 मिनट वेट गऱ्यो भने हाम्रो pH डाउन हुन्छ, मतलब नर्मल हुन्छ भनेको मतलब 6.7 मा पुग्छ र हाम्रो इनामेल लस हुनबाट जोगिन्छ। दोस्रो कुरा, हामीले खाना खाने बित्तिकै ब्रस पनि नगर्ने, अनि ब्रस गरेको कम्तीमा 30 मिनटसम्म हामीले मुख कुल्ला नगर्ने। किनभने ब्रस गर्ने बित्तिकै हाम्रो दाँतमा फ्लोराइडहरू टाँसिएको हुन्छ। जोडले कुल्ला गरे पनि त्यो फ्लोराइड मजाले पखालिन्छ र हाम्रो दाँतलाई चाहिने फ्लोराइडै पुग्दैन, जसले गर्दा हाम्रो दाँतको 25% रोग लाग्ने सम्भावना ज्यादा बढ्छ। यसको मतलब हाम्रो दाँतमा किरा छिटो लाग्छ। त्यस हुनाले कम्तीमा 30 मिनट वेट गऱ्यो भने हाम्रो फ्लोराइड पनि म्याचुरेसन हुन्छ र दाँतले मजाले फ्लोराइड एब्जर्भ गरेर हामीलाई किरा लाग्ने र दाँतको रोगबाट समस्या छुटकारा दिलाउँछ। त्यसले गर्दा खाना खाने बित्तिकै ब्रस पनि नगर्ने, ब्रस गर्ने बित्तिकै कुल्लानी नगर्ने बानी गऱ्यो भने हाम्रो दाँतको स्वास्थ्यहरू धेरै नै राम्रो हुन्छ र हामीलाई आदि रोग त गिजाको र दाँतको रोग त्यसै कम भएर जान्छ। धन्यवाद। तपाईँलाई मेरो भिडियो मन पर्यो भने लाइक र कमेन्ट गरिदिनु होला। म अरू भिडियो यस्तै इन्फर्मेटिभ भिडियो फेरि पनि लिएर आउँछु। नमस्ते।